टिकट काटेर काउन्टरमा बसिरहेको छु। यो काउन्टर चाहिँ यहाँ भित्रपट्टि छ। यहाँ बाहिर वेटिङमा बसिरहेको छु। अब 6 बजीको गाडी हो र अब एकछिनमा गाडी लाग्छ होला। अहिले टाइम भयो 5:20 भएछ। 6 बजी गाडी खोल्छ भन्दै थियो। अझै अब 40 मिनेट छ। बस पनि आइसक्यो, लाग्यो बस पनि। यो हो बस जाने चाहिँ। अब एकछिनमा खोल्छ होला। खोलेर सामानहरू हाल्नुपर्छ। ब्याग छ। स्टार्ट पनि भयो। अब चाहिँ चढ्नु आँटेको। कस्तो छ भित्र? हजुर 8 यो हो त। यो हैन कितना नंबर 8 अपर 8 अपर ये है लो फाइनली बस्यो गाडीमा। बाहिरको नजारा यस्तो छ। जुत्ता त्यहाँ राखेँ। यस्तो रहेछ बस चाहिँ। गरम गरम छ त। साथीको फाइनली बस पनि मुभ भयो। अब यहाँबाट हामी चाहिँ माथि तलामा हो। म चाहिँ यहाँ माथि तलामा, मुनि तलामा छ। यस्तो निस्किँदैछ गाडी। यहाँ चाहिँ डबल बेड रहेछ। यतापट्टिको चाहिँ मान्छे छैन होला, सायद यो खाली छ होला। अब आयो भने ठिकै छ, आएन भने चाहिँ एक्लै हो। टक्कै 6 बजी म ल त साथी हो। अब आजको भिडियो चाहिँ यति नै हो। अब अहिले राति हुन्छ, अँधेरोमा त भिडियो राम्रो हुँदैन। अब भोलि शिलङ पुगिसकेपछि भोलिको अपडेट चाहिँ म फेरि भोलि गर्छु है। हवस् त, बाई, गुड नाइट।